हेलो गाइज, वेलकम टू माई न्यू ब्लॉग। आज मेरो छोरीको लागि यहाँ स्टडी टेबल आएको छ। समृद्धि, कसको स्टडी टेबल हो यो? अनबक्सिङ गर त स्टडी टेबल। वाउ, कति दामी स्टडी टेबल रहेछ। कसले किनिदिएको स्टडी टेबल? अनि कहाँ किनेको? बजारमा किनेको? कति रुपियाँ लियो? अनबक्सिङ गर त। मजाले खोल। यसलाई अन गर्न आउँछ? कसरी गर्ने देखाऊ त। हाम्रो दर्शकहरूलाई देखाऊ त कसरी अनबक्सिङ गर्ने, कसरी अनि कसरी पढ्ने त्यो पनि देखाऊ। आहा, कति राम्रो रहेछ। कसरी राख्ने? ओ अनि किताब कपी खोइ त। अनि भाइको लागि के ल्याएको हामीले? भाइको लागि कुर्सी ल्याएको। ए, भाइको लागि यो ब्लू कलरको कुर्सी। सेनिटाइज गरेको? अब स्टडी टेबलमा मजाले पढ्नु नि, 2 घन्टा डेली। अनि भाइको लागि चाहिँ यो ब्लू कलरको कुर्सी, खाना खुवाउनमा पनि सजिलो भयो। भाइ चाहिँ पहिला मुढामा बस्थ्यो, अहिले चाहिँ कुर्सी। मैले कलर चुज गरेको रेड कलर पनि थियो, तर मैले रेड लिदिन। यहाँ कति बुवा चाहिँ मोबाइल हेरेर मोबाइलमा बिजी हुनुहुन्छ। अनि नातिको लागि कुर्सी आयो, नातिनीको लागि स्टडी टेबल आयो। बुवालाई कस्तो लागिरहेछ? राम्रो भयो भनेर अनि नातिको लागि कुन कलरको कुर्सी हो यो? ग्रीन कलरको कुर्सी। नातिनीको लागि यो ब्ल्याक कलरको स्टडी टेबल आयो। आमालाई चाहिँ कस्तो लागिरहेछ नाति? धेरै राम्रो लागेको छ, खुसी लागेको छ। अनि हाम्रो कञ्चनलाई कस्तो लागिरहेछ? के अरे? अनि चाहिने सामान किन्दाखेरि के पैसा सिलाएको हुन्छ? अनि चाहिने होइन, यो कुर्सी चाहिने नि। मुढाबाट लडिरहेको थियो, अहिले कुर्सी ल्याइदियो त ठिकै भयो नि त। भानु, सम्राट, सबैजना भाइलाई भानु मात्र भन्छन्। अनि समृद्धिको कुर्सी स्टडी टेबल आउँदा समृद्धि त मक्कै छ। बर्थडे गिफ्ट यही हो समृद्धिको बर्थडे गिफ्ट। होइन गाइस, मेरो बर्थडे गिफ्ट आइफोन हो। आइफोन त नि अब विदेश गएपछि मात्र आइफोन आउँछ। ल गाइस, थ्याङ्क्स फर वाचिङ। हाम्रो यो नयाँ सामान आएको छ आज घरमा। धन्यवाद।